पुगाउन आउने बेलामा वनमा थियो, दाउरा काट्न गएको थियो। त्यो बेला डलाएर अनि घरमा आएको त घरै ढलेछ। अनि मम्मीपट्टिको पनि आमा र छोरा भर्खर जन्मे 6 महिना भएको थियो। घरमा गयो भने जमिन फाटेछ, डरै लाग्छ। जाउँ बस भन्ने गाह्रो छैन, जाउँ भने कहाँ जाउँ भने जाने यहीँ बसेको। अनि अब के गर्ने, आफूले त्यस्तो दुःख मानेर बस्नु हुँदैन। पहिलाचोटि त आउँदाखेरि डर लाग्थ्यो, साथी छैन, अब कसरी गर्ने भन्ने डर लाग्थ्यो। अनि हाम्रो यति पढ्दा जाने साथीहरू नि चिन्यो, चिनजान भयो। त्यसै अब यहाँ पढ्ने भनेर बसेको खुसी लाग्छ। Hi, my name is Amos. This is my emoji. Hi, my name is Anjali. This is my emoji. कृपया यो चित्र शेयर गरिदिनु होला and share this video.